हेलो गाइज, इट्स योर बोय ऋषभ ब्याक विथ एनदर भिडियो। ला अब चाहिँ म इक्जाम सकेपछि धेरै दिनपछि भिडियोमा आएको छु होइन। आज चाहिँ हाम्रो डब्लुआर राइडर्स फ्रम पोखराको मिटअप छ होइन। आज चाहिँ हामी त्यहीँ जानेछौँ, सबजना केटाहरू भेट हुन्छ। हामी 6-7 जना छ के अरे पोखराको केटाहरू। हामी सोसल मिडियाबाट भेट भएको, तर अब आज चाहिँ हामी 4-5 जना भेट हुन्छौँ होला, सबैजना डब्लुआरमा होइन। ल अब चाहिँ हिँड, मैले त 3 बजे भेट्ने भनेको थियो, अहिले 2:52 भएको छ। ल लेट्स गो। यो छुट्टै रमाइलो जोस जागर चलिरहेको छ यार। इक्जाम पछि बल्ल भिडियो बनाएको छु है। यसो हेरेको त 2 महिना भइसक्यो रहेछ भिडियो नहालेको। होप यु गाइज मिस मी होइन। मैले त डेन्जर मिस गरेको रे। ओए यहाँ पुलिस चौकी छ, केही उटपटाङ काम गर्नु हुँदैन। हाम्रो मिटअप पोइन्ट चाहिँ टक्क क्याफिन कर्नरमा छ बगरको। अब म चाहिँ स्ट्रेट त्यहीँ जान्छु। लगभग यहाँबाट त 10 मिनट नि लाग्दैन होला मलाई होइन। मैले सबैलाई लगभगलाई कन्ट्याक्ट गरेको थिएँ, हिँड्यो होला नि अब भनेर होइन। हाम्रो निश्चल दाई त्यो पहिलाको भिडियोमा थियो नि डब्लुआरवाला दाई, उहाँ दाई चाहिँ बाइक कुट्दै हुनुहुन्छ अरे, ड्याडले लग्नुभएको छ अरे। गौरव दाई जाँदै हुनुहुन्छ भने, अनमोल ब्रो पनि यतै न्यु रोडतिर छ अरे, आउँदैछ भने थियो। दिशान भाइ सायद जाँदैछ होला, त्यही भएर पिक गरेन होइन। हामी आज लगभग 5 जना जति भेट्छौँ होला। अनि अब राइडको बारेमा प्लान गर्छौँ होइन। आज भयो भने छोटो मिठो कसलाई भ्याउँछ होइन। टाइम भयो भने टक्क हामी ढिकी डाँडातिर जाऊँ कि भनेको। वाउ कस्तो दामी देखेको हिमाल हो। म चाहिँ अहिले महेन्द्र पुलतिर आइपुगेँ। यस्तो दामी देखेछ यार पोखरा त साँच्चै के नै पोखरा नै रहेछ भनेको यही हो केटा। महेन्द्र पुलमा बिना मिरर हिँडिरहेको छु, मामाहरू छैन। ल सर जानुपर्छ। म क्याफिन कर्नर अहिलेसम्म गएको छैन यार, तर जमानामा त्यो क्याफिन कर्नरको दाइलाई चाहिँ हामी बाइकमा यसरी डब्लुआर कस्तो छ भाइ यताउता आउन क्याफिन कर्नर भनेर भनिरहेको थियो होइन। आज ट्याक्क निस्किँदैछौँ क्याफिन कर्नरको लागि। ओ कल आयो दिशान भाइको होला, नभन्दै दिशान भाइको। ल हेलो भाइ कता छौ? ए ल निस्क्यो है त, म जाँदैछु। ओके लेट्स गो। पोखराको हरियो गाडीले कादो धुवा फाल्छ है, जुन पनि हरियो गाडीले। यो चाहिँ पोखराको नराम्रो पक्ष हो। ओ म्यान हेर्दै नहरिकन हालिदिएर यार। डेन्जर रमाइलो भइरहेको छ यार, चलाउन पनि बोल्न पनि। धेरै पछि भ्लग गरेर होला। अनि हाम्रो डब्लुआर टोलीको मिठो राइड गएको भिडियो नि अब छिट्टै आउँछ है। मैले बाइकको नि रिभ्यू दिन्छु होइन। मैले लगभग कति चलाएँ, 13,000 किलोमिटर चलाइसकेँ होइन गाइज। अब चाहिँ टक्क 1 इयर नि बढी भइसक्यो। 1 इयर ओनरसिपको र पर्सनल एक्सपिरियन्सको टक्क सबले रिभ्यूको भिडियोहरू नि माग्नु भएको छ। कमेन्टै भरि हो क्या, अलिअलि आएको छ त्यही नि। वाउ यहाँ पुलिस चौकी छ, नत्र यहाँ उहिले हान्न क्या मजा आउँथ्यो यार। दिम्रो नदिउँ भयो, दिन पुग्दैन। कस्तो दामी देखियो क्या हिमाल यार। आम्बो ओ म नदेखेको यार, लाइट बालेको यार। ए म त त्यो माथिको हिमालै हेरिरहेको छु यार। ए बाटो त खाली नै छ है, अगाडि एउटा गाडी मात्रै हो, मतलबै भएन। आँखा त मेरो त्यहीँ छ यार। बजे थियो हाम्रो मिटअप चाहिँ ट्याक्क। ल हेरौँ है त, अब 1 मिनटमा पुग्छु म। आज रमाइलो हुन्छ। सबैजना केटाहरू चाहिँ अहिलेसम्म भेट भएको छैन कि यसरी। म र निश्चल दाई गौरव दाई चाहिँ भेटेको थियो एकचोटि मात्र। आज चाहिँ हामी 5 जना जति केटाहरूलाई एकछिन कुर्नुपर्छ होला सायद। ल यतै जस्तो लाग्यो त्यो क्याफिन कर्नर। यहाँ मै रहेछ फर्स्ट, केटाहरू आउँछ होला अब एकछिनमा। ल क्याफिन कर्नर यहीँ छ, केआई सिंह पुल त्यहाँ है। ल अब लेट्स गो। यो इट्स ए बोय इन स्लिपर्स। ए ल धन्यवाद। दामी रहेछ कहाँ यार। सही हो, क्याफिन दामी रहेछ यार। ल कुर्दै गरौँ, केटाहरू आउँछ होला एकछिनमा। 2000 years later. ल अब हामी चाहिँ यहाँ क्याफिन कर्नरबाट निस्केको छ। भाइ यता छ, निश्चल दाई यता छ, गौरव दाई त्यता छ, अनमोल दाई त्यता छ होइन। हाम्रो बाइकहरू यस्तो दामी देखेछ, कस्तो लाग्यो दाइ?
69 रहेछ त गौरव दाइको त कस्तो लाग्यो भाइ मिसिङ माई बाइक भयो हो र निश्चल दाइ दामी है यो गौरव दाइ हाम्रो ठुलो दाइको कुरा सुनौँ न यहाँ ल यहाँनिर केही भन्नु नि त ल एक दुई शब्द जाओस् हाम्रो चाहिँ सानो यसो मिटअप थियो भेटघाट थियो होइन हजुर अब भेटघाट भन्नाले अब भोलिको चाहिँ हाम्रो राइड छ छोटो हाम्रो यो WR टिमको भोलि हामी कहाँ गइन्छ सिक्लेस दाइ सिक्लेस यो अब हेरमा भोलिको राइड चाहिँ हाम्रो चाहिँ एकदम सेफ होस् र इजी होस् भन्ने चाहिँ त्यो एउटा मेमोरेबल बनाउन पर्ने भन्ने चाहिँ त्यही छ खास कुरो मेन यो हो दाइ होइन ल भोलि कत्रो रमाइलो गर्नुपर्छ अब चाहिँ हामी बाइक यस्तो मजा आयो हेर्न है यस्तो 4वटा बाइक सर लास्ट मजा आइरहेको छ अब हामी चाहिँ निस्किन लागेको तर लाइन अप देखेर हामी अझै निस्केकै छैनौँ कि है दाइ हेरेको गर्न मन लाग्ने है हजुरको नयाँ रहेछ है सबैभन्दा अच्छा यो हजुरको ए दाइको फेरि वासिङ सेन्टर छ अनि शीतलमा राख्छ ढक्क दही हो कि ल निस्किम है त ल दाइ है त जाउँ बिस्तारै जाउँ ल आउँदैछ है केटाहरू अर्को आउँदैछ है ल यहाँनिर खतरा देखिएछ यार ल अर्को WR नि आयो है हाम्रो भाइ चाहिँ टक्क स्प्लेन्डरमा छ ल भाइ चाहिँ यहाँ खतरा बाइकमा छ भाइको नि घरमा WR छ है फेरि होइन आम्मा दाइको टायर त खतरा दामी देखिएछ अरे दामी देख्यो हजुरको टायर त बुढो डेन्जर कुद्यो दाइ डर कुद्यो आउँदैछ निश्चल दाइ बुढो त डर कुदाइदिने है आउँदै हुनुहुन्छ फाइनल्ली निश्चल दाइ आइपुग्यो 4वटा WR होइन एउटा सिङ्गल फ्रेममा फर द फर्स्ट टाइम गौरव दाइ त त्यहाँ अगाडि पुगेछ निस्किनुहुन्छ ल दाइ बाई बाई ओके दाइ भोलि ल स्योर हाम्रो गौरव दाइ चाहिँ मजाले कुदेर अगाडि जानुभयो निश्चल दाइ छुट्टिसक्नु भएको छ उहाँ छ हाम्रो अनमोल दाइ नि अब चिल्ड्रेढुङ्गातिर जानुहुन्छ होला आमा अहिले फेरि डेन्जर बिजी आवर भएर होला एकदमै हाई ट्राफिक छ है अनि त्यही भएर सँगै रमाइलो तरिकाले उस गर्नै पाएन केही छैन भोलि हुन्छ नि भोलि स्याटरडे राइड आम्मामामा कस्तो नयाँ दाइको बाइक त आज चाहिँ हाम्रो छोटो मिटअप मात्रै थियो रमाइलो भयो एकछिन मजाले कुरा गऱ्यो होइन भोलि कति बेला जाने के गर्ने भनेर सब कुरा फिक्स भएको छ कहाँ भेट्ने कसो गर्ने भनेर है अति मजा आयो यार आज यार ल दाइ है त बाई बाई सी यू सुन ए दिशान भाइ पो कता गयो यार भाइलाई बाई भन्नै पाएन यार फक भयो त भाइ आउँदै रहेछ मैले देखेँ वेभ गरेर बोलाएको छु होइन हो आयो 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 ल आयो आयो ओ भटभटेमा मेरो भाइको टिकटक आइडीलाई फलो गर्नु होला यहाँ आउँछ है ढुक्क भोलि त मिरर नहाली नि हुन्छ कि उतातिर भाइ है त मनी यहाँबाट भित्र छिर्ने हो बाई बाई सी यू सुन ल मनी हिँडे अब यो के छ भाइ सन्चै छौ यही हो ल सन्चै छौ हाम्रो कालु भ्लग्सलाई नै भेटेको छ यहाँनिर होइन हामी अब नितिन भाइलाई त चिनाउनै परेन डट हपको छोटा साउ हामी चाहिँ भर्खर त्यो WR टोलीहरू भेटेर आएको यो 4-5वटा बाइक थियो अब भोलि राइड जाने भनेको 2 महिना भयो यार भिडियो नहाले यार अघि हेरेको त एक्टिभ हुनु पऱ्यो ल भाइको च्यानलले सब्सक्राइब गर्नु होला है भाइ खतरा हो रमाइलोको लागि हजुर क्याफिन कर्नरमा त्यसै मिटअप गरेर आएको फर्केको ए केटाहरूले बोलायो फेरि रुममा केटाहरू आउँछ अरे
म निस्किनु पर्छ म कल हान्दा चाहिँ यहाँ बस्छु साउन्डै नहुने कि बाइकमा है ल केटाहरूसँग डटहरूमा एकछिन बसियो होइन अब चाहिँ घरमा जान लागेको है मिठै तरिकाले बसियो 1-2 उइली हान्यो यहाँनिर रमाइलो भयो अब भोलिको लागि प्रिपेयर गर्नुपर्छ मजाले भोलि वाइल्ड मजा हुनेछ यार 5वटा डब्लुआर होइन सँगै सिक्लेसको त्यो बाटोमा ओहो या ल है घर आइपुग्नलाई अब घर अगाडि 1 उइली त बन्ता हे नौतानियस यही हो ल छ्या जाँदै गएन यार ल यता रेनकोट राख्दा कस्तो नराम्रो देखिन्छ मेरो बाइक यो ऊ घोसे डन छ यता यो डन चिन्छ कि चिन्दैन डनलाई ल फाइनल्ली घर आइपुग्यो बाइक यस्तो दामी देखिरहेको छ 2 महिनापछि हेर्नुहोस् कस्तो देखेछ बाइक ल बाई बाई ट्याप ट्याप गर्नु होला ट्याप ट्याप अरू केही भन्न केही छैन लास्टमा उहिले नराम्रो गयो है अब घरभित्र जाने भोलिको लागि फुल प्रिपेयर हान्ने बाई 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 GoPro stop recording. I want to reach 1 million likes. So please, sarapakara.